नमस्कार। एउटा व्यक्ति एक देशबाट अर्को देशमा र एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छ। त्यो यात्रा कि त हवाईजहाजमा गर्छ कि त कुनै गाडीमा गर्छ हैन। त्यो बेलामा उसले चाहिँ न त हवाईजहाजको पाइलटलाई चिनेको हुन्छ न त गाडीको ड्राइभरलाई चिनेको हुन्छ। मैले बसको कुरा गरेको छु हैन, कारको कुरा होइन। यानि कि कुनै पनि ड्राइभरले खाना खायो कि खाएन, त्यो पाइलटले खाना खायो कि खाएन, त्यो ड्राइभरले चिन्तितमा छ कि पाइलट चिन्तितमा छ कि हिजो रक्सी पियो कि पिएन, आज रक्सी पियो कि पिएन, बुढीसँग झगडा गरे गर्न र ऊ चिन्तित छ कि ऊ सन्चो छ कि बिसन्चो छ, हामीले ड्राइभर पाइलटलाई कहिले पनि सोध्दैनौँ। त्यही पनि विश्वास गरेर हाम्रो लामो दूरीको यात्रा तय गर्छौँ। विश्वासमा आनन्दले होइन, मजाले चाहिँ ड्राइभर र पाइलटलाई विश्वास गरेर उसले रक्सी पनि खाएको छैन, ऊ बुढीसँग झगडा गरेर टेन्सनमा पनि छैन होइन, ऊ चाहिँ सन्चै छ होइन, उसले खाना खाएकै छ, मिठै खाएको छ, उसले चाहिँ आनन्दले यो यात्रा चाहिँ सफल बनाउँछ भन्ने विश्वास छ। तर हाम्रो जन्मदेखि मृत्युसम्मको यति लामो यात्रामा चाहिँ भगवानले साथ दिइरहनु भएको छ, तर त्यही भगवानको चाहिँ भरोसा चाहिँ किन छैन त? अचम्म मान्न पर्ने कुरा हो नि। हामीले एउटा सामान्य एउटा ड्राइभर र पाइलटलाई कति विश्वास गर्छौँ, तर भगवानलाई चाहिँ विश्वास गर्दैनौँ। त्यसैले साथीहरू, भगवानलाई अत्यधिक विश्वास गर्ने बानी बसाल्नुहोस्, जीवन सहज हुन्छ। धन्यवाद।